जनताको बारेमा कुरै नगरौँ नि यार। अरे हाम्रो पूर्वज नेताहरूले जनता यो देशको भेडा हो भनिसक्नु भएको छ क्या। मेरो मन्त्रीको पद कति महिना? 3 महिना होइन र? 3 महिनापछि म मन्त्रीबाट खुस्किन्छु है, फेरि म साधारण मान्छे हुन्छु। त्यही भएर जनतालाई जति चुस्नु छ चुस्नुस्, लुट्नुस्। जनतालाई जति लुटे त्यति राम्रो क्या। देशको बारेमा कसले सोचेको छ र? छ त्यस्तो नेता? अनि हामी किन सोच्ने? कुरा गर्छ यार, नगरौँ न त्यस्तो कुरा। सचिवलाई भन्नु न, ब्रिफकेस दिन्छ भने काम हुन्छ, ब्रिफकेस दिँदैन भने काम हुँदैन। सफा कुरो। गजब छ यार। 5 वर्षसम्म हामी मन्त्री बस्ने मन्त्री हो। यता मन्त्री बन्नलाई कति बेल्ना बेल्नु परेको छ मलाई। ल ठिक छ, 17 जनामा हेलो सर मंत्री जी का आवे के लेट भ गेलै। चलू जल्दी घर पे जाके। मंत्री जी का उ जे छै से पैसा खर्चा कर के मंत्री बनला, मंत्री छिए। मम्मी रे, पापा के पुलिस पकड़े लेलो। कथी भेला? पापा के पुलिस पकड़े आवे छौ। पुलिस के देखली? हाँ, पकड़े दुख बकने रहा कहीं के नहीं। तो पापा का बॉडीगार्ड छौ, पुलिस नहीं छिए। पापा मंत्री छियो ने, पापा के ले आयल छौ। जेतो नहीं आब? नहीं था छला? नहीं। है देखी है यार, अगर और कहीं जा छे देखी। आ पापा ऊपर में छलो, आब झर तो नीचा होइन। अरे जनताको कुरा के गर्छ यार? जनताको कुरा नगर्नु न। 15-20 वटालाई पुलिसमा लगाउनुको मतलब 15-20 लाख आउनु पर्यो के? जनताको कुरा छोडो यार। कोही 5 वर्षको लागि थोरै मन्त्री भएको छु म त कति खरा ढल छ मन्त्री पद। 2 महिना रहन्छ कि 3 महिना ठकान छैन। अनि 2-3 महिनाको दरमियानमा त लुट्नु परेन। ए त्यस्तो कुरा छ के? 15 वटामा 17 वटालाई पासिङ आउट गरिदेऊ है। अनि 2 जनालाई पेन्डुलममा राखिदिनु हुन्छ। म मन्त्रालय आउँदैछु अनि तपाईँसँग कुरा गर्छु है। ए ल राखौँ अहिले। पैसा तर क्यासै हुनुपर्छ है। ए ल के को यस यो हमरा पता छैन। मन्त्री पद ढलिसकेछ उहाँ। ए साँच्चै मन्त्री पद ढल्यो? बिहानैमा पत्रिका पढेछु। तपाईँलाई त्यति फुर्सदै छैन पत्रिका पढ्नलाई? ए त्यही भएर गाडी नल्याएको तपाईँहरू? राति 11 बजे नै ढलिसक्यो तपाईँको मन्त्री पद। के सेलुट हान्नु यार? के सेलुट हान्नु? म त मंत्री हो त सेलुट हान्नु पर्यो नि। म त हान्दिनँ नि यस्ता मन्त्री। के सेलुट हान्नु? ढल्यो साँच्चै मन्त्री? होइन ढलिसक्नु। अब असै साहबले भन्नु भएको छ ढलिसक्यो होला। कस्तो देशमा जन्मिएको छ यार। कति बेला मन्त्री बन्ने, कति बेला ढल्ने, कति बेला सरकार जाने ठेकानै हुँदैन। जनतालाई पैसामा किन्ने मन्त्री यस्तै हुन्छ नि त सर। बुढी हौ अटेरीको मन्त्री पद यता ढल्यो। मान्छेको चप्पलको के कुरा गर्छ यता हौ? चप्पल के अब टोपी सोपी दौरा सुरुवाल सबै खुस्किन्छ। यो माथि लिएर जाऊ। म चिया खाएर आउँदैछु चोकबाट है। आखिर नहीं जब चौक में तो नहीं है। मन्त्री पद गयो तो चल गए तब तो और लोग की सब बाजत चौक सब मंत्री फुस नहीं जाओ ना। हाँ ल जानु पर्यो नि। ए मोबाइल पनि राख्दिन। ल जा माथि जा तिमीहरू जाऊ। हम तो कैसे नहीं जाओ चौक में। अरे माथि जाऊ भन्दैछु यार। यता मान्छेलाई यता मन्त्री पद गइसक्यो टेन्सनमा छु यार। साथै अब तिमीहरूलाई पनि छुट्टी भयो, जाऊ तिमीहरू। अब हामीहरूको छुट्टी सर। अब पदै छैन भने के को बडीगार्ड?
हामीहरूको सेलरी पनि बाँकी थियो त सेलरी त सरकारले दिइहाल्छ नि। त्यस्तैमा जान्न सबै सेलरी दिनु हाम्रो भत्ता दिनु तब जान्छु म। है लटा तिमीहरूलाई थाहा छैन मन्त्री पदमा बसेको मन्त्रीहरूलाई नेपाल सरकारबाट यो के भन्छ तिमीहरूलाई के भन्छ साँच्चै बडीगार्डको पैसा सरकारले दिन्छ हामीले दिने हो रे। ए त ल ल ल हुन्छ त ल हामी लागे त आफ्नो घर हुन्छ 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 त अब यस्ता मन्त्रीको पछाडि के लाग्ने हामी होइन। लौ त नेपालमा यो नियम त यस्तो भइरहन्छ त हामी जाउँ त। जय नेपाल। जय नेपाल। मन्त्री भन्छ मन्त्री। कस्तो खालको नेतागिरी हो यार। बडीगार्ड पनि छोडेर गइहाल्यो। मन्त्री पद गइसकेपछि बडीगार्डले पनि सैलुट ठोक्दैन यार। अब नेतागिरी पेसै यस्तै हो। 2-3 दिनमा यता मन्त्री रोडमा आउँछ फेरि मन्त्री। यार हाम्रो देश सैलुट छ तपाईँले। अब के जानु चौकतिर यार आफ्नै घरमा बस्दा राम्रो हुन्छ।